ल हेर्नुस् है, चर्चित समाजसेवी आशिका तामाङ पनि अब राजनीतिमा प्रवेश गर्ने भएकी छन्। उनले फेसबुकमा आफू राजनीतिमा प्रवेश गर्दा कस्तो हुन्छ भनेर भोटिङ सिस्टम गरेकी थिइन्, जसमा 100मा 100%ले चाहिँ एकदमै राम्रो हुन्छ, तपाईँ राजनीतिमा जानुपर्छ भन्ने प्रतिक्रिया जनाइसकेपछि अब उनी छिट्टै कुनै न कुनै राजनीतिक दलमा आबद्ध हुने भएकी छन्। र यसै क्रममा भर्खरै मात्रै मिलेका रवि बालेनहरूले चाहिँ समानुपातिक कोटामा राख्छौँ भनेर प्रस्ताव गरिसकेपछि आशिका तामाङले भने सिधै अस्वीकार गरेकी छन् र उनले भनेकी छन् म समानुपातिकबाट होइन प्रत्यक्षबाट चुनाव लडेर आउँछु भनेर भनेकी छन्। एकजना महिला यति साहसी, खासमा राजनीति गर्ने मान्छेमा चाहिँ यतिको आँट, हिम्मत र साहस चाहिँ पक्कै हुनुपर्छ है। अहिले धेरै पदका लोभीहरू के गर्छन् भने आफूले समानुपातिक कोटाबाट पनि कतै सांसद बनाइदिएको भए, सांसदपछि मन्त्री बनाइदिएको भए भन्ने आश हुन्छ उनीहरूमा। किनभने चुनावमा गयो भने हार्छौँ, चुनाव लड्न सक्दैनौँ, जनतामा जान सक्दैनौँ भन्ने उनीहरूमा डर हुन्छ। त्यसैले आशिका तामाङ दिदीले चाहिँ परस्टै के भन्नुभएको छ भने म समानुपातिकबाट होइन प्रत्यक्षबाट चुनाव लडेर नै आउँछु भन्ने कुरा गर्नुभएको छ। र अब छिट्टै कुनै न कुनै राजनीतिक दलमा चाहिँ प्रवेश गर्नुहुनेछ। अहिले भने कुन राजनीतिक दलमा जाने भन्ने कुरा चाहिँ टुङ्गो लागिसकेको छैन।